सबैभन्दा पहिला यो भिडियो हेर्नु। मैले मान्य सदस्यलाई फेरि भनेको छु, मैले मान्य सदस्यलाई आज 3 चोटि रुलिङ गरिसकेको छु। मान्य सदस्यहरूलाई मर्यादामा बस्नुहोस्। यहाँ हेर्नु भएन, अब अर्को भिडियो हेर्नु। तपाईलाई 24 घण्टे सूचना दिएर घर खाली गर्न सक्नुहुन्छ? अनि के बर्खाको बाढी चाहिँ तपाईलाई 24 घण्टे सूचना दिएर आउँथ्यो त? धरानमा एकजना सुकुम्बासी नेताले मलाई उनको निजी स्कर्पियोमा घुमाए। सुकुम्बासी नेता कहलाउँछन्। हेर्नु भयो होइन, दुईटै भिडियो त हेर्नु भयो, फरक त पाउनु भयो होइन। दुईटै भिडियो हेरेर एउटा चाहिँ आँखले हेर्न मान्छे छैन, कानले सुन्ने हो। एउटा चाहिँ आँखले हेर्ने हो, कानले पनि सुन्ने हो। तर फरक के को छ? यसको दिमागको। एउटा चाहिँ देशको हितमा छ, एउटा चाहिँ पदको हितमा छ। त्यही कारणले भन्छ कि आँखले हेर्दामा अनि कानले सुन्नमा फरक हुन्छ दिमागको। दुइटै हुँदा पनि दिमाग भएन भने मान्छे त्यही कारणले भन्छ कि गु खान्छ भनेर हो। त्यस्तै हो यो हर्क सम्पाङ। अर्को चाहिँ नहेर्दा पनि कानले सुन्दाखेरि हो यो देशको हितमा छ, यसको सपोर्ट गर्नुपर्छ भन्ने कति राम्रो कुरा गर्नुभयो। तर त्यही ठाउँमा हर्क सम्पाङ अहिलेसम्म जुन क्षेत्रबाट जितेर गएको छ, अहिलेसम्म आफ्नो क्षेत्रमा के चाहियो, के को कमी छ कुरा गर्नुभएको छैन। जतिखेर नै विरोध 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 गर्नुभएको छ होइन। किनकि उसको दिमागमै फर्स्टैदेखि होइन पद मात्रै छ, अरू केही छैन। कहिले चाहिँ के लगाएर आयो प्रधानमन्त्रीज्यूले, के लगाउनु भएको छैन, के आज छुट्यो, किन भाषण दिइरहेको छैन होइन। हामी जनताहरूलाई प्रधानमन्त्रीको भाषण सुन्ने हो कि हामीहरूलाई विकास चाहिएको छ? विकास चाहिएको छैन, किन भाषण सुन्नु पर्यो? यत्रो दिन त पुरानो दलले त भाषण दियो, विकास गरेन, मन भरेन हो। त्यही कारणले भन्छ न, राम्रो मान्छेलाई राम्रो ठाउँमा पुर्याउनुपर्छ। यस्तो गु खाने मान्छे हर्क जस्तो होइन। त्यस्तो मान्छे पुऱ्यायो भने देश कहिले पनि विकास हुँदैन। 35 सालसम्म होइन हामीहरू भाषण सुनेर अहिलेसम्म बाँचिरहेको थियो, मन भरेन। यत्रो दिनसम्म त सबै चुप लाग्यो। अझै 5 साल बढी होइन, 5 साल हामीहरू चुप लागेर मात्रै हेर्ने हो, भाषण नसुन्ने। काम गरिरहेको छ कि छैन त्यो हेर्ने हो। यत्रो दिन दियो त पुरानो पार्टीहरूलाई, अझै 5 साल के हुन्छ? 5 साल अझै दियो भने केही हुँदैन। त्यही कारणले हर्कज्यूलाई पनि भन्न चाहन्छु, तपाईँ पनि होइन त्यो पार्टी खोलेर होइन त्यो के भन्छ प्रधानमन्त्रीको पद कि अरू पद चाहिने दिशा नभाग्नु, देश र जनताको हितमा बोल्नु, काम गर्नु। त्यही हो मेरो भनाइ पर्सनल।